परमेश्वरमा नै हामी रमाउनु सिक्नुपर्छ। परमेश्वरको नजिकतामा रहनुपर्छ। परमेश्वरलाई हामीले त्याग्नुहुन्न। आज हामीले राम्रो कुरा हाम्रो जीवनमा सन्तुष्टि, खुसी, आनन्द, खुसी पायो भने परमेश्वरलाई हामी बिर्सिरहेको हुन्छौँ। संसारको हरेक कुराले त हामीलाई क्षणिकको मात्रै दिँदछ। वास्तविकता चाहिँ नि हामी ख्रिस्टमा नै रहनुपर्छ। हामीलाई सदा सर्वदा चाहिँ नि हामीलाई येशू ख्रिस्ट नै हामीलाई चाहिन्छ। अनि परमेश्वरले चाहिँ नि तपाईँ हामीलाई चाहिँ नि वास्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ। आज हाम्रो फिक्री चाहिँ नि हामीलाई भन्दा पनि परमेश्वरलाई चाहिँ हाम्रो फिक्री छ। आज म तपाईँहरूलाई चाहिँ नि यही उत्साह दिन चाहन्छु कि जस्तो सुकै परिस्थितिमा हामी प्रभुमै छौँ र प्रभुमा नै रहनुपर्छ। त्योभन्दा अरू कुरामा हामी रमाउनु हुँदैन। हाम्रो जीवन त्यो होइन। हाम्रो जीवन चाहिँ नि परमेश्वरले दिनुभएको जीवन हो र परमेश्वरमा नै हामी रमाउनुपर्छ। परमेश्वरको वचनअनुसारमा हामी जिउनुपर्छ। परमेश्वरको भय मान्ने नै हामी हुनुपर्छ। आज हामीलाई त्यसैको लागि परमेश्वरले हामीलाई नयाँ जीवन दिनुभएको छ। त्यसैको लागि परमेश्वरले चाहिँ हामीलाई हजारौँ लाखौँको भिडबाट परमेश्वरको अनमोल रगत तिरेर हामीलाई किन्नु भएको छ। तपाईँको जीवनमा चाहिँ नि परमेश्वरप्रति कति विश्वास छ त्यो कुराले चाहिँ नि म्याटर गर्दछ। परमेश्वरको भय मानेर वचनअनुसारको जीवन जिएर प्रार्थनाको जीवन जिएर आज हामी परमेश्वरमा नै रमाएर परमेश्वरको अगाडि नै बसेर हामी त्यसरी जीवन जिउनुपर्छ। अनि बल्ल हाम्रो जीवनमा चाहिँ परमेश्वरले चाहिँ हामीलाई यस्तो तरिकाले उठाउनुहुन्छ कि आज तपाईँ हामीलाई चाहिँ परमेश्वरले चाहिँ हाम्रो जीवनमा ठुलो काम गर्न चाहनुहुन्छ। तपाईँहरूले विश्वास गर्नुहोस्, घोषणा गर्नुहोस्, जिउन थाल्नुहोस्। तपाईँको जीवनमा चाहिँ त्यो छुट्टै किसिमको स्वर्गीय आशिष दिने चाहिँ परमेश्वर हुनुहुन्छ।